अहिले अब देशमा पछिल्लो राजनीतिक परिवेश निकै संवेदनशील हुँदै गएको छ। हाम्रो पार्टी मात्रै होइन, यो जेनजी आन्दोलन पछिको परिवेशमा चाहिँ धेरै खालको ध्रुवीकरणहरू समाजमा देखिरहेको छ राजनीतिक हिसाबले। त्यसमा अहिले मलाई लाग्छ सबै पार्टीहरूमा चाहिँ वैचारिक ध्रुवीकरणहरू भइरहेको छ जस्तो मलाई लाग्छ। हाम्रो पार्टीमा पनि केही साथीहरूले हाम्रो पार्टीले जुन विचार लिएको छ त्यो विचारभन्दा म अलग्गै विचार राख्छु भन्ने साथीहरूले पनि आफ्नो विचारलाई चाहिँ मलाई लाग्छ हाम्रो पार्टीमा त्यो स्थान छैन, अथवा त्यो हिसाबको उहाँहरूले सोच्नु भएको हिसाबको चाहिँ विचारको पार्टी होइन भन्ने जस्तो लागेर होला उहाँहरूले आफ्नो विचारको कित्ताकाट गरिरहनु भएको छ। त्यसकारणले मैले यसलाई चाहिँ स्वाभाविक, राजनीतिमा यस्तो स्वाभाविक प्रक्रियाहरू चलिरहन्छ। यति मात्रै हो, अब भर्खरै स्थापना भएको पार्टी हो, 3.5 वर्ष लगभग भयो। यो अन्तरालमा यति छिटै नै साथीहरू छुट्टिँदै गर्दाखेरि चाहिँ हाम्रो सङ्गठनमा जोडिनु भएको, मैले अघि पनि भने हाम्रो पार्टी चाहिँ बल्ल पूर्ण रूपमा चाहिँ बन्ने क्रम जारी नै छ होइन। अब महाधिवेशन पछाडि पूर्ण आकार लिन्छ पार्टीले। अहिलेसम्म पार्टी सबै अब यो फर्मकै प्रक्रियामा छ, बल्ल बल्ल सुरु नै भइराखेको छ। अनि पार्टी पूर्ण रूपले एउटा परिपक्व पार्टी नभइसक्दाकै अवस्थामा जोडिनु भएको साथीहरू छुट्टिएर जानु हुँदाखेरि चाहिँ हाम्रो भुइँ तहको सङ्गठनमा हुनुभएको साथीहरूलाई चाहिँ नि कता कति अलिकति नमिठो के हुन लाग्यो भन्ने जस्तो चाहिँ उहाँहरूलाई महसुस भएको हो। तर अब हाम्रो छोटो समय भए पनि राष्ट्रिय राजनीतिमा संसदीय अभ्यास र जुन हिसाबको हाम्रो प्रस्तुति रह्यो, जुन हिसाबको हाम्रो काम गराइरह्यो, यो सबैले राष्ट्रिय स्वतन्त्र पार्टीको गरिमा, उचाइ र चर्चा सबै चुलिएको अवस्थामा भएको हुनाले गर्दाखेरि चाहिँ साथीहरूलाई नमिठो लाग्यो होला। हाम्रो अनुभव चाहिँ छोटो समयमा धेरै भयो, त्यो हिसाबले पनि अलिकति नमिठो लाग्यो हुन सक्छ। यद्यपि अब यो पार्टी जीवनमा यो नियमित प्रक्रिया हो, अरू पार्टीहरूमा पनि चलिरहन्छ, रासोपामा पनि यस्तो भयो। मलाई लाग्छ उहाँहरूको अब हाम्रो पार्टीले जुन विचार र नीति लिएको छ त्यो विचार र नीतिमा उहाँहरूको विमति भएको कारणले उहाँहरूको मिल्दो जुल्दो विचार भएको ठाउँमा उहाँहरू अब त्यहाँबाट राजनीतिक जीवन सक्रिय गर्नुपर्छ भनेर जानुभयो होला। मैले यसलाई स्वाभाविक हिसाबले लिएको छु। त्यस्तो हुँदैन। म त अब पार्टी स्थापना गर्दादेखि नै, सुरुदेखि नै यो पार्टीको बीजारोपण गर्दादेखिकै अवस्थामा छु। यो पार्टी नबन्दैखेरिको अवस्थामा मलाई चाहिँ हाम्रो सभापति रवि लामिछानेज्यूले हामीले यसरी पार्टी खोलौँ, यो हिसाबको पार्टी खोलौँ भनेर जुन किसिमको प्रस्ताव गर्नुभएको थियो त्यो बेलादेखि नै म उहाँसँग जोडिएको कारणले किन पार्टी खोलेको, कसको लागि पार्टी खोलेको भन्ने कुरामा म स्पष्ट छु। हाम्रो पार्टीले लिएका नीतिहरूको बारेमा पनि म स्पष्ट छु। त्यस कारणले अब मेरो चाहिँ त्यस्तो फरक त्यो मैले सोचेको छुइनँ। यही हो मेरो पार्टी। अब राजनीतिक जीवनलाई नजिकबाट निहाल्नु भएको साथीहरूले त बुझिहाल्नुहुन्छ यो नियमित प्रक्रिया नै हो भनेर। यद्यपि अब कहिले कहिले चाहिँ शक लाग्छ। हाम्रो माथि नेतृत्व गणमा हुनुभएको साथीहरू छुटेर जाँदाखेरि चाहिँ भुइँ तहमा हुनुभएको साथीहरूलाई कहिले कहिले शक लाग्छ। तर त्यस्तो शक नमान्नुहोस्, किनभने अब यो नियमित प्रक्रिया हो, यसलाई हामीले स्वाभाविक लिनुपर्छ। मैले अघि पनि भने हामीले देशले चिनेको अनुहार भन्दा पनि देशलाई चिनेका मानिसहरू जोड्दै जानुपर्छ। र देशलाई चिनेका मानिसहरू हामीसँग समाजमा हरेक तह तब्कामा हुनुहुन्छ, हामीले जोड्ने क्रमलाई जारी राख्नुपर्छ। भोलि चाहिँ यो प्लेटफर्मबाट सशक्त अनुहारहरू, सशक्त परिचय बनाएर उहाँहरू स्थापित हुनुहुन्छ र व्यक्तिवादी चरित्र चाहिँ पार्टीमा खासमा त्यति उचित हुँदैन। हामीले को व्यक्ति आउनुभयो, को व्यक्ति जानुभयो भनेर व्यक्तिवादी टिका टिप्पणी गर्नुभन्दा पनि हामी वैचारिक हिसाबले हाम्रो पार्टीमा कति समर्थकहरू छौँ, हामी कति एकजुट छौँ, हामी कति अगाडि बढ्न सक्छौँ भन्ने कुरा मनन गरेर अगाडि बढ्दाखेरि चाहिँ उचित हुन्छ। म साथीहरूलाई त्यही नै भनिराखेको छु, उहाँहरू बुझि पनि रहनु भएको छ। यो नियमित प्रक्रिया हो। पार्टी स्थापना गर्दाखेरि हामीले एउटा सोचले पार्टी स्थापना गऱ्यौँ। पार्टी मूलधारको राजनीतिमा आएर नेपाली जनताका मुद्दा उठान गर्ने भन्ने नै हाम्रो प्रधान मुद्दा रह्यो। त्यसमा हाम्रो साथीहरू जो जहाँ फिट हुनुहुन्छ, जसले जति जिम्मेवारी लिन सक्नुहुन्छ, जिम्मेवारीका हिसाबले हामीले पदीय जिम्मेवारीहरू पनि दिएका हौँ। अब मेरो हकमा पनि पार्टी जीवनमा सङ्घर्ष पनि हुन्छ नि त, आफ्नो विचारको सङ्घर्ष हुन्छ, आफ्नो एजेन्डा पनि पार्टीभित्र आन्तरिक एजेन्डाहरूमा चाहिँ प्रतिस्पर्धाहरू हुन्छन्। अब यस्ता धेरै विषयहरू हुन्छन्। मलाई लाग्छ मैले जुन हिसाबले मेरा कुराहरू राखिरहेको छु, मेरा मुद्दाहरूप्रति मेरो अडान छ, त्यसमा म सन्तुष्ट छु। मैले राखेका विषयहरू पार्टीले सधैँभरि
लियो नै भन्ने पनि छैन, तर सबै कुरा नलिएको भन्ने पनि होइन। पार्टी भनेको यस्तै त हो नि, आफ्नो विचार राखिन्छ, त्यो विचार कतिपय पार्टीलाई राम्रो लाग्छ, सामूहिक निर्णयबाट ग्रहण हुन्छ, कतिपय विचारहरू मन पर्दैन, होइन यो चाहिँ नलिऊ भन्ने हुन्छ। पार्टीमा आइसके पछाडि सामूहिक निर्णय जे हुन्छ त्यसलाई स्वीकार्नुपर्छ, किनभने पार्टी भनेको चाहिँ सामूहिकतामा विश्वास गरेर अगाडि बढ्ने एउटा चाहिँ माध्यम हो। त्यसकारणले मैले यसलाई चाहिँ पार्टी सङ्घर्ष हो र अब यसमा हुन्छ, मैले यसलाई स्वाभाविक हिसाबले नै लिएको छु। म बाहिर नजाँदैको कुरा हो। हाम्रो सचिवालय बैठक बसेर समानुपातिक चाहिँ योपालि हामी नदोहोऱ्याउँ, नेतृत्वहरू चाहिँ नदोहोऱ्याउँ, किनभने फ्रेस चाहिन्छ। सधैँभरि एउटै मान्छेले अवसर पाउने भइरह्यो भनेदेखि पुरानो पार्टीहरूमा जस्तै हुनसक्छ। पहिला चाहिँ समानुपातिक अवसर प्राप्त गर्नुभएको साथीहरूले अब यो कार्यकाल चाहिँ उहाँहरू यदि चाहनुहुन्छ भने मूलधारमा प्रवेश गरेर प्रत्यक्ष निर्वाचन लड्ने गरेर उहाँहरू आकाङ्क्षी बन्न सक्नुहुन्छ र त्यहाँ पनि प्राइमरी इलेक्सन मार्फतबाट उहाँहरू निर्वाचित भएर आन्तरिक निर्वाचनमा निर्वाचित भएर उम्मेदवार बन्न सक्नुहुन्छ भन्ने हो। अदालतकै क्षेत्राधिकारको विषय हो, आज पनि क्षेत्राधिकारकै विषय हो। हामीले अपेक्षा मात्रै गर्ने हो। खालि सरकारसँग मेरो के आग्रह छ भने एउटा कुरा बुझ्नुहोस् है, सरकार र अदालत बीच एकदमै थिन लाइन हुन्छ। सरकार भनेको कार्यकारी भूमिकामा हुन्छ भने अदालत भनेको न्याय निरूपण गर्ने ठाउँ हो। यो मुद्दाको सुरुवात सरकारवादी मुद्दा भएको कारणले सरकारले मुद्दा हालेको हो र यो चाहिँ निरूपण कहाँ भइराखेको छ भन्दा अदालतमा भइराखेको छ। अब अदालतले चाहिँ यसलाई आफ्नो नियमित प्रक्रिया अनुसारले न्यायको दृष्टिबाट होइन कुन चाहिँ सिद्धान्त कुन चाहिँ कानुनहरू प्रयोग गर्ने भन्ने कुरा त्यो अदालतको क्षेत्राधिकारको विषय हो र निष्पक्ष न्याय निरूपण हुन्छ भन्ने कुरामा अदालतले गर्छ भन्ने कुरामा म विश्वास राख्दछु। यद्यपि हिजोको दिनमा सरकारले धेरै दबाब प्रभावहरू पार्न खोजेको, अलिकति अब धेरै खालका चाहिँ आफ्ना एक्स्ट्रा एक्टिभिजमहरू चाहिँ गर्न खोजेको, रवि लामिछानेमाथि प्रतिशोध साध्ने धेरै उदाहरणहरू गरेको भन्ने कुराहरू देखिराख्या हो। अब अहिले चाहिँ सरकारले, अब नयाँ सरकार आएको छ, यो सरकारले यो मुद्दालाई फास्ट ट्र्याकबाट टुङ्ग्याउनको लागि सहजीकरण गरिदियोस् भन्ने हाम्रो अपेक्षा हो र न्याय निरूपण चाहिँ छिटै होस् भन्ने कुरा हामी अपेक्षा राख्छौँ। मैले यो धेरै पटक पनि भनिसकेका छु, हाम्रो त्यो छानबिन समितिको प्रतिवेदन छ, सहकारीको छानबिन समितिको, त्यो छानबिन समितिको कार्यादेशहरू थियो, उसलाई चाहिँ यो काम गर भनेर टिओआर जुन दिएको थियो, त्यो टिओआर मध्ये अब समस्याग्रस्त सहकारीका बारेमा अध्ययन अनुसन्धान गरिकन छानबिन गरिकन सुझाव निष्कर्षहरू दिनुपर्ने थियो। त्यो सुझाव र निष्कर्षमा चाहिँ त्यही छानबिन समितिको प्रतिवेदनमा चाहिँ के भन्छ भने 17.2 मा के भन्छ भनेदेखि निष्कर्षमा आएर थुना होइन सम्पत्ति व्यवस्थापन गर भन्छ। अनि त्यो भनेको अब यत्रो देशव्यापी सहकारीको समस्या आएको छ, अनि ती मान्छेहरूलाई थुन्दै राखेर ती मानिसहरूका पैसा चाहिँ जसका पैसा चाहिँ फसेको छ अथवा पीडितहरूको पैसा फिर्ता पाउनुहुन्छ त पाउनुहुन्न नि त, त्यही भएर सम्पत्ति व्यवस्थापनमा लाग, जसले त्यो सम्पत्ति दुरुपयोग गरेको छ उनीहरूको सम्पत्ति चाहिँ फ्रिज गर, रोक्का गर, अनि त्यसपछि सम्पत्ति चाहिँ अब कतिको त त्यो जग्गा कारोबारहरू होला के होला त्यहाँबाट चाहिँ त्यो सहकारी पीडितको पैसा दिन सकिन्छ। अब राज्यले तत्कालीन अवस्थामा के गर्यो भने रवि लामिछानेलाई थुनिसकेपछि त सबै सहकारी पीडितले पैसा पाउनुहुन्छ भने जसरी त्यो खालको व्यवहार गर्यो नि त। अब आजको दिनसम्म भइसक्दाखेरि सहकारी पीडितहरू बिचरा सडकमै हुनुहुन्छ, उहाँहरूले आजको दिनसम्म आफ्नो रकम फिर्ता पाउनु भएको छैन। राज्यले जुन तरिकाले चाहिँ रवि लामिछानेलाई चाहिँ एउटा सम्पूर्ण सहकारीको समस्या समाधान हुन्छ भनेर आक्रमण गरेर रवि लामिछानेलाई देखाएर जुन खालको अभ्यास गर्यो नि हिजोको दिनमा, त्यसको चाहिँ म विरुद्धमा हुँ, त्यो आइडियाको विरुद्धमा हुँ। यो त्यही छानबिन समितिको प्रतिवेदनमा चाहिँ 17.2 मा थुना होइन सम्पत्ति व्यवस्थापन गर भन्छ, अनि त्यही समितिको प्रतिवेदनमा टेकेर रवि लामिछानेलाई मुद्दा चलाएको भन्छ क्या। यो कन्फ्लिक्ट भइराखेको छ, उहाँहरूको तौर तरिकामै मिल्या छैन। तपाईँहरूले हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो संसदको वेबसाइटमा त्यो छानबिन समितिको प्रतिवेदन सबै छ, त्यसमा सबै डिटेल्स छ, कहाँबाट मुद्दाको उठान भयो, कसरी के भयो भन्ने कुराको सबै छ। रवि लामिछाने त सहकारीको त सदस्य पनि नभएको मान्छे हो, जबकि तपाईँहरूलाई थाहा छ सहकारीको भनेको चाहिँ सदस्यले मात्रै ऋण लिन पाउँछ, सदस्यले मात्रै त्यो ऋण लिन पाउने हो। तर रवि लामिछाने त सहकारीको सदस्य पनि छैन, अनि रवि लामिछानेको नाममा ऋण निकासा भएको छ, अनि त्यो ऋण निकासा भएको भन्ने कुरा त त्यो त वैध नै भएन नि। त्यति बेलामा सहकारीहरू मोनिटर गरेर बस्ने सङ्घ संस्थाहरू के हेरेर बसेका थिए, अनि उनीहरू चाहिँ कारबाहीको दायरामा आउनु परेन। अनि राज्यलाई लाग्यो रवि लामिछानेको चाहिँ राजनीतिमा आइसके पछाडि त्यो पनि, किनभने त्यो टेलिभिजन खोलेको त्यो त धेरै अगाडि हो नि त, त्यो समस्या आएको यो त धेरै अगाडिको कुरा हो नि त, हिजोको दिनमा ती कुराहरू थिएनन्। तर जब राष्ट्रिय राजनीतिमा रवि लामिछानेको उचाइ चुल्यो त्यसपछि यो विषयलाई चाहिँ हतियार बनाएर प्रयोग गरेको जस्तो देखिन्छ। यो उहाँहरूको अप्रोच मिलेन। सहकारी पीडितहरूले पैसा फिर्ता पाउनुपर्छ, सहकारी पीडितहरूको पैसा फिर्ता दिनको
लागि चाहिँ अब सम्पत्ति व्यवस्थापनमा लाग्न पर्यो, सहकारीसँग आबद्ध मानिसहरूको सम्पत्ति फ्रिज गरेर व्यवस्थापनमा लाग्नु पर्यो र सहकारी पीडितहरूले पैसा पाउन पर्यो। राष्ट्र ब्याङ्कलाई जिम्मा दियो भयो नि त। अब हिजोको विगतको दिनमा सरकारले त गरेन, तर अबको सरकारले गर्छ भन्ने मैले अपेक्षा राख्छु। अब यो मुद्दाबाट ढिलो चाँडो रवि लामिछानेले न्याय पाउनुहुन्छ त्यसमा म विश्वस्त छु, किनभने अहिले अदालतको क्षेत्राधिकारभित्र छ। तर अदालतले हेर्दाखेरि पनि त अन्तिम समय हेर्दा सहकारीको सदस्य नै नभएको मान्छेलाई त्यसरी चाहिँ अब ऋण निकासा भएको भनेर तपाईँका नाममा ऋण निकासा अरू कसैले गर्दैन, तपाईँको नाम लेखिदिएको छ अनि तपाईँका नाममा मुद्दा चल्यो भने तपाईँमाथि अन्याय हुन्छ कि हुँदैन?